नमस्कार सबैजनालाई, वेलकम टु माई ब्लग। आशा गर्छु हजुरहरू सबै स्वस्थ र मस्त हुनुहुन्छ होला। हजुरहरूलाई एउटा अपडेट लिएर आएको छु होइन। कस्तो छ गाइज, यो मलाई कम्पनीले अहिले चलाउन दिनुभएको मेरो यो परिवारको हिस्सा हो। यो परिवारको यसको कारणले गर्दा अब मेरो परिवार चल्छ भन्नुको मतलब अब बुझ्नु न, परिवार जस्तै हो। यसको कारणले गर्दा मेरो बच्चा पढ्ने, फ्यामिली खुसी रहने, म खुसी रहने, सबै यसैको कारणले गर्दा हुन्छ भनेपछि यो दिस इज माई ब्रदर। अरू त के भन्ने है, यस्तै हो। खुसी छु, कम्पनीले राम्रो गाडी दिनुभएको छ यो पालिमा। ल अनि केयर चाहिँ आफ्नो गाडीको गर्नुपर्छ है, मैले भनेको हिसाबले केयर चाहिँ गर्नुपर्छ। अब यस्तै ब्लगहरू बनाउँछु, डेली अपडेटहरू दिँदै गर्छु होइन। हजुरहरूलाई राम्रो लाग्यो भने भिडियो सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, फलो गरिदिनु होला, त्यही भन्न चाहेँ। बाँकी यस्तो छ है, भित्रबाट नि हजुरलाई देखाउँछु है। ल हेर्नु, भित्र यस्तो सिट छ, यस्तो सिट छ, ड्राइभर सिट यस्तो छ होइन। पुरा हिटर सिटर फिटर सब पुरा भएको गाडी छ गाइजहरू। अब त्यही हो, सबैजनाले फलो गरिदिनु होला। ल मेरो गाडी कस्तो लाग्यो कमेन्ट पनि गरिदिनु होला। यति भन्दै आजको लागि बिदा हुन्छु। नमस्ते।